टी राख्दै ल गुड आफ्टरनुन एन्ड ल आज सन्डे है वेदर इज भेरी नाइस है विन्टर आउँदै गएको चिसो चिसो बट स्टिल घाम पनि लागिरहेको एन्ड टुडे आई वान्ट टु टक अबाउट रेभिन्यू जेनेरेटिङ हाम्रो स्टेट जुन ठाउँमा पर्छ सिक्किम स्टेट है अनि हाम्रो स्टेटमा मेरो अब्जर्भेसन एज पर माई अब्जर्भेसन कस्तो खालको काम गर्दाखेरि चाहिँ रेभिन्यू जेनेरेट हुन्छ र यो कुराहरूमा आई वान्ट टु जस्ट किप माई भ्युज इन फ्रन्ट अफ माई डियर पिपल है बेसिकली सिक्किम चाहिँ अब हामी सबैलाई थाहा छ वी आर भेरी मच क्लोज टु नेचर है वी सेट इन द ल्याप अफ द हिमालयस अर्ली मर्निङ माउन्टेन्सहरू है बर्ड्स चिर्पिङ अर्ग्यानिक फार्मिङ भेरी रेलेभेन्ट इन अलमोस्ट अल द पार्ट्स अफ द स्टेट अनि त्यसले गर्दाखेरि चाहिँ आज सन्डे सो कस्तो भने हामी वाट एक्ज्याक्टली सुड आवर स्टेट डु जस्तै हामीले भनिन्छ नि होइन हामी वी अर्न टु लिभ आवर लाइफ होइन एन्ड अन्टिल एन्ड अनलेस वी अर्न सम मनी वी क्यानट बी रिच त्यस्तै पाराले स्टेटले पनि अर्न गरेन भने स्टेट पनि त धनी हुँदैन गरिब हुँदै जान्छ एन्ड देयर इज अ टक इन द टाउन द्याट हाम्रो रेभिन्यू घटेर जाँदैछ हाम्रो मार्केट्सहरू क्लोज भएर जाँदैछ मार्केटहरू पुरा घटेर जाँदैछ यो कुराहरू छ नि त तर अब बेसिकली वी लुक एट द गभर्मेन्ट बट इज इट सो द्याट वी अलवेज लुक एट द गभर्मेन्ट हामीले सरकारलाई मात्रै हेर्नु भएन नि त हामीले आफूले पनि के कन्ट्रिब्युसन गर्दैछ त्यो हेर्नु पऱ्यो नि त होइन र त्यही रिलेटेड सिक्किम एज सच मैले अघि भने वाट क्यान वी डु किनभने हाम्रो बेसिक लाइभलीहुड चल्ने अब फ्युचरमा भन्यो भने चाहिँ टुरिज्म हो रेभिन्यू जेनेरेट गर्ने बिकज अर ल्यान्डस्केप इज सच कि हामीले यहाँनिर डरलाग्दो इन्फ्रास्ट्रक्चर बनाएर होइन आइटी हबहरू बनाएर भन्ने कुरा द्याट इज लाइक नेक्स्ट टु इम्पोसिबल जस्तो लाग्छ मलाई चाहिँ मेरो थट होइन अनि त्योभन्दा बेटर चाहिँ इफ वी क्यान टक अबाउट नेचर टुरिज्म इको फ्रेन्डली टुरिज्म है अर्ग्यानिक टुरिज्म यो सब कुराहरू गऱ्यो भने चाहिँ हामी सस्टेन गर्नु सक्छौँ फ्युचरमा गएर जस्तो लाग्छ किनभने चाहिँ हाम्रो ठाउँ नै हामीलाई त्यसरी वी आर ब्लेस्ड विथ सच काइन्ड अफ प्लेसेस नि त अन्त आजभन्दा अगाडि चाहिँ वेन वी थिङ्क अबाउट डेभलपमेन्ट हामीले डेभलपमेन्ट भन्दा दामी बाटो बनिएको एयरपोर्टहरू बनिएको होइन ठुल्ठुलो एम्युनिटिज बिल्डिङ्सहरू बनिएको सोच्छौँ तर एज सच डेभलपमेन्ट मिन्स क्रिएटिङ रेभिन्यू हामीले रेभिन्यू क्रिएट गऱ्यौँ भने चाहिँ हाम्रो ठाउँ डेभलप हुन्छ अन्त टुरिज्म तपाईँ वर्ल्डको टुरिज्म हेर्नुभयो भने वर्ल्ड वाइड टुरिज्म हेर्नुभयो भने चाहिँ कस्तो हुन्छ भन्दाखेरि कुनै पनि ठाउँमा टुरिज्म कसरी बुस्ट भएको छ भन्दा जुन चाहिँ त्यहाँको नेचुरल कुराहरू छ नि नेचुरल कुरालाई प्रिजर्भ गरेर इन द फर्म अफ टुरिज्म इफ वी विल बी एबल टु सेल इट देन द टुरिज्म विल एक्सप्लोर नि फर इक्जाम्पल आई टेल यु न्युजिल्यान्डको नेचुरल ब्युटी छ नि त न्युजिल्यान्ड याद छ नि तपाईँहरूलाई होइन न्युजिल्यान्डमा चाहिँ नेचुरल ब्युटी छ सो त्यसले गर्दाखेरि न्युजिल्यान्ड सस्टेन भएर गएको छ सिमिलरली इफ यु सी अस्ट्रेलियामा कोरल रिफहरू होइन हामी इफ यु गो टु अफ्रिकन कन्ट्रिज त्यहाँको जङ्गल सफारी भयो वाइल्ड लाइफ सफारीहरू त्यहाँ त्यो कन्ट्रीहरूले एक्सप्लोर गर्नु सकेको छ सो देयर टुरिज्म इज हाइली रेटेड अल ओभर द वर्ल्ड सिमिलरली इफ यु गो टु ग्रिनल्यान्ड सिम्पल एउटा हाम्रो छेउको कन्ट्री मङ्गोलिया हेऱ्यो भने ह्युज ग्रिन के भन्छ त्यसलाई फिल्ड्स फार्म पास्चर्स अब हो त्यस्तोहरू छ त्यसले गर्दा उनीहरूले त्यसलाई सेल गरेर दे आर बुस्टिङ द टुरिज्म भने चाहिँ वाट वी आर डुइङ हाम्रो स्टेटमा इको फ्रेन्डली नेचर फ्रेन्डली होइन ट्रेक टुरिज्म प्याराग्लाइडिङ टुरिज्म साइक्लिङ माउन्टेन बाइकिङ अन्त त्यसै गरी आई सल्युट द रिप्रेजेन्टेटिभ अफ सोरेङ एन्ड डेल्टाम स्पेसली उहाँहरूले स्टार्ट गर्नुभएको छ रिसेन्टली ट्रेक टुरिज्म है
उहाँले यति राम्रो काम गर्नुहुँदैछ। त्यसरी नै दोज थिङ्स आर लाइक एन इक्जाम्पल, हामीले त्यो कुरा सिक्नुपर्छ। अन्त हाम्रो ठाउँ पनि टेरेन जुन चाहिँ छ, फर इक्जाम्पल इफ आई टेल यु लोवर बेल्ट्स लाइक रम्फू, जोरथाङ, रोडाथाङ, यो जति पनि रेसीहरूको लोवर बेल्ट छ, यो बेल्टमा चाहिँ इन्डस्ट्रिजहरू इस्टाब्लिस गरेको छ। दोज प्लेसेस आर सुइटेबल फर इन्डस्ट्रिज, किनभने इजी एक्सेसेबल टु द मेनल्यान्ड। स्पेसली हाम्रो कनेक्टिभिटी भनेको सिलिगुडी हो नि त, अन्त सिलिगुडीमा एक्सेस गर्नु सजिलो हुन्छ। नाउ कमिङ लिटल अप टुवर्ड्स तिमितार्कु, ग्याङटक, पाक्योङ भयो, यो ठाउँमा चाहिँ हामीले कस्तो खालको चिज सस्टेन गर्नु सक्छौँ। ग्याङटक इज अलरेडी क्यापिटल, सो एज अ हार्टल्यान्ड न्युक्लियस भएपछि त्यहाँनिर आउँछ, त्यहाँबाट डिस्ट्रिब्युसन हुने सिस्टम भएर चाहिँ त्यहाँको अलिकति सस्टेन गर्दैछ। बट स्टिल द टुरिज्म हेज गन डाउन होइन। नाउ कमिङ टु अलिकति माथिल्लो पार्टमा भन्यो भने जस्तै पाक्योङ, ग्याङटक मैले भन्दै थिएँ, यो ठाउँहरूमा हामीले के गर्न सकिन्छ भन्दाखेरि दिज आर गुड फर भेजिटेसन, फर फार्मिङ, अर्ग्यानिक फार्मिङको लागि राम्रो ठाउँहरू छ। स्पेसली इफ यु गो टु द प्लेसेस अफ पाक्योङ, सिङताम खामदुङहरूतिर होइन, त्यहाँदेखि मल्लीको अलिकति माथितिर, सदामहरूतिर, त्यो सुम्बुकहरूतिर, इफ यु गो टु गेजिङ साइड होइन, त्यो लोवर बेल्ट अफ देन्ताम, त्यहाँ चाहिँ राम्रो भेजिटेसन राम्रो छ, त्यहाँ भेजिटेबल्सहरू राम्रो हुन्छ। सो द्याट वे वी क्यान प्रमोट इको टुरिज्म हट्स है, इको फार्मिङ, एउटा रुरल टुरिज्म हुन्छ नि, त्यसलाई हामीले प्रोटेक्ट गर्नु सकिन्छ। त्यसरी नै हामीले अझै माथि गयो भने त अब लाचुङ, लाचेन, खेचीपेरी, त्यहाँबाट छाङ्गु। इफ यु गो टु द नर्दर्न साइड, से अल द नर्दर्न साइड, दे आर लाइक दे हेभ द सिनिक ब्युटी हो। अनि अलिकति मुनि अब वी क्यान प्रिजर्भ अवर फ्लोरा एन्ड फाउना एन्ड बर्ड वाचिङ अल्सो। पाक्योङ पनि इट इज सुइटेबल फर बर्ड वाचिङ हो। अनि त्यो कुरा अहिलेसम्म एक्सप्लोर भएको छैन, हुन्छ नि, वी आर स्टिल भर्जिन इन दिस टर्म्स होइन। सो वी क्यान डु द्याट काइन्ड अफ टुरिज्म, नेचर फ्रेन्डली टुरिज्म, इको टुरिज्म, फार्म टुरिज्म, यस्तो खालको हामी गर्नु सक्छ है। त्यसको लागि चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ हामीले गभर्मेन्टलाई ओभरबर्डन गर्नु भएन नि। वी आर ओभरबर्डनिङ आवर गभर्मेन्ट। कसरी भन्नुहुन्छ भने गभर्मेन्टले, हामी चाहिँ गभर्मेन्ट वी डिपेन्ड फर फ्रिबिज, फ्री अफ कस्ट सामानहरूको लागि, हामी चिजहरूको लागि हामी गभर्मेन्टलाई डिपेन्ड गर्छौँ। त्यो पनि त हामी रङ हो। हामी एउटा गभर्मेन्टलाई इलेक्ट गर्छौँ, गुड गभर्नेन्स गर्नै दिँदैनौँ, मागेको मागे, मागेको मागे, मागेको मागे। आज एउटा चिजको लागि सबै कुरा स्पोन्सर गभर्मेन्टबाट हुन्छ, इच एन्ड एभ्रिथिङ। वी डोन्ट क्रिएट स्टेक होल्डर्स, हुन्छ नि। यो सिजन गऱ्यो, अर्को सिजन त कतिवटा फेस्टिभल्सहरू त बन्द हुन्छ, किन गभर्मेन्टले गरिदियो भने गर्दै, गर्दैन भने सक्दैन हो। अनि त्यसले गर्दा त्यो कुराहरूमा चाहिँ हामीले अलिकति वी हेभ टु स्ट्रेस अपन इट हो। अन्त अर्को कुरा, कति राम्रो पोलिसिजहरू बनिन्छ, कति राम्रो प्रोग्राम्सहरू बनिन्छ। फर इक्जाम्पल आई टेल यु, यो 2024 गभर्मेन्ट फर्म हुने बित्तिकै मलाई एउटा सबभन्दा खुसी लागेको कुरा के थियो भन्दाखेरि इन्स्टिट्युट अफ ट्रान्सफर्मिङ सिक्किम, आइटिएस भनेर गभर्मेन्टले एउटा डिक्लेयर गरेको थियो, अनि ग्रुप पनि बनाएको थियो। बट वेयर एज द आइटिएस गन नाउ? वेयर आर द पिपल हु नोमिनेटेड एज आइटिएस मेम्बर्स? वेयर आर दे गन? लु भन्नुहोस् त। आइटिएस गभर्मेन्टले त गर्यो नि त, कसैलाई रेस्पोन्सिबिलिटी दियो नि त। वेयर आर दोज आइटिएस पिपल नाउ? प्लिज डियर जो पनि हुनुहुन्छ रेस्पेक्टेड रिप्रेजेन्टेटिभ्स, प्लिज कम आउट एन्ड वर्क फर द प्रोग्रेस अफ द स्टेट। तपाईँहरूलाई आइटिएस 6 मन्थ गइसक्यो तपाईँहरूको अपोइन्टमेन्ट भएको। अब नेक्स्ट 3.5 इयर्समा तपाईँ के गर्नु सक्नुहुन्छ त्यो गर्नुहोस् न। तपाईँहरू अपोइन्टमेन्ट दियो, तपाईँलाई खदा पनि लगाइदियो, सबै कुरा गऱ्यो। वेयर आर यु गाइज गन नाउ? वेयर इज द आइटिएस, इन्स्टिट्युट अफ ट्रान्सफर्मिङ सिक्किम? छैन। टुरिज्म डिपार्टमेन्टलाई पनि म रिक्वेस्ट गर्छु, प्लिज सबै स्टेक होल्डर्सहरू बोलाएर तपाईँहरूले रिसर्च टिम बनाउनुहोस्। अन्त रिसर्च टिमले सबै ठाउँलाई एक्सप्लोर गर्यो भने देयर आर भर्जिन प्लेसेस वेयर वी क्यान जेनेरेट रेभिन्यू होइन। इफ यु गो टु हामी जस्तै कन्ट्रीहरू हो नि, कोस्टारिकाहरू भयो, भियतनामहरू भयो होइन, हामी जस्तै कन्ट्री त हो यो सबै कन्ट्रीहरू। अन्त उनीहरूले के गर्दैछ, उनीहरूको नेचुरल कुराहरू दे आर सेलिङ इट। साँप हुन्छ कि डर पनि लाग्छ, मेरो चाहिँ अलिक तल जङ्गल चाहिँ अलिक उयो नै छ। अन्त कोस्टारिकाहरूको कुरा गर्दै थियो, सिमिलर टु सिक्किम भेजिटेसन। कोस्टारिका भयो, पेरू भयो, अमेरिकन पिपलहरू दे आर सो, कतिजना अब मल्टिमिलियन स्टोरी मल्टी स्टोरी बिल्डिङहरू थियो, उनीहरू चेम्बर्सहरू हुन्छ, वर्क प्लेसहरू हुन्छ होइन।
जहिले अर्बन 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 काम 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 ल्यापटप ल्यापटप कम्प्युटर आइटी त्यस्तै त्यो गरेर चाहिँ फर अ पिरियड अफ टाइम दे सट डाउन एभ्रिथिङ एन्ड दे गो आउट फर हलिडे एन्ड दोज डेस्टिनेसन्स अहिले चाहिँ कोस्टारिका पेरुहरू भएको छ। सिमिलरली इन्डिया एज अ ह्युज पपुलेसन होइन, हामी पनि त्यसरी हामी इन्भाइट गर्नु सक्छौँ। आउट अफ अल द अर्बन हेक्टिक स्केड्युल्स हामीले हाम्रो ठाउँलाई हामीले एउटा हलिडे डेस्टिनेसन बनाएर फार्म टुरिज्म इस्टाब्लिस गरेर कुनै पनि मान्छे सर्टिङ डाउन देज ल्यापटप्स मोबाइल्स एन्ड एभ्रिथिङ दे क्यान कम टु अ प्लेस एन्ड एक्सप्लोर होइन, फार्मिङ गर्नुसक्छ, यहाँको लोकल फुडहरू ट्राई गर्नुसक्छ होइन। गोवाले के गर्छ, उनीहरूले बिचेसहरू सेल गर्छ नि त। गोवा फेस्टिभल कहाँ हुन्छ, खोलाकै छेउमा त हुन्छ सबै होइन। रेस्ट अफ द प्लेसेस आर एडेड एम्युनिटिज हो। अन्त त्यो काम हामीले त्यस्तो कामहरू गऱ्यो भने चाहिँ सायद वी क्यान सस्टेन। हाम्रोमा ट्रेक गर्ने ठाउँ छ। इफ यु गो टु तोक्ची निन्दी साइड गोचेलाहरू त चलि नै रहेको छ, जङ्ग्री ट्रेकिङ चलि नै रहेको छ होइन। त्यस्तै पाराले हामीले स्मल स्मल ट्रेकिङ रुट्स जहाँनिर चाहिँ ट्रेन्ड टुरिस्टहरू जानु सक्दैन त्यस्तो ट्रेक रुटहरू हामीले क्रिएट गर्नु सकिन्छ। बट गभर्मेन्ट सुड सपोर्ट द स्टेक होल्डर चाहिँ यसको लागि चाहिँ, किन हामी एक्लै त गर्नु सक्दैन। अनि सस्टेनेबल डेभलपमेन्ट भनेको चाहिँ जति पनि हाम्रो प्लास्टिक वेस्टहरू हुन्छ, प्लास्टिक वेस्टहरू मेरो एउटा सजेसन पनि हो गभर्मेन्ट बडीलाई पनि, किरा पुरा आयो, सजेसन पनि हो गभर्मेन्टलाई पनि कि सस्टेनेबल यो प्लास्टिक वेस्टहरू जति पनि छ यसको मोल्ड गरेर ब्रिक्सहरू बनिँदो रहेछ। बट बिइङ अ स्मलर पार्ट अफ पपुलेसन इन अ स्टेट, बिइङ अ पार्ट अफ स्मलर पपुलेसन होइन, हामीले आफै सेल गर्नु इट विल भेरी डिफिकल्ट। अन्त जस्तै यो 1 स्टोरी 2 स्टोरी हाउसेसहरू बनिन्छ गभर्मेन्टको प्रोजेक्टमा, जस्तै SGAY सिक्किम गरिब, SGAY सिक्किम गरिब आवास योजना अर्बन एरियासमा बनिन्छ, गरिब हाउसिङ स्किम रुरल एरियामा बनिन्छ। यो हाउसिङ स्किम्सहरूतिर इफ म्यान्डेटरी गरिदियो कि त्यो मोल्डेड प्लास्टिक प्लास्टिक वेस्टबाट बनिएको ब्रिक्सहरू चाहिँ बनायो भने, किनभने दोज आर टेस्टेड इन ल्याबोरेटोरिज अल्सो। तर ओन्ली थिङ वी क्यानट इस्टाब्लिस हियर इज सेल हुँदैन नि त हाम्रो यहाँबाट, किनभने पहिला त गभर्मेन्टले हाम्रो गार्जियन हो, गभर्मेन्टले सेल गरिदिनु पऱ्यो। अनि त्यो रुफिङहरू पनि त्यो मोल्डको रुफिङहरू हुँदो रहेछ, त्यो गरिदियो भने चाहिँ त्यो SGAY हाउसेसतिर त्यो ब्रिक्सहरू मोल्ड्सहरू त्यो रुफहरू लगाइदियो भने चाहिँ अ पिपल विल बी एबल टु सर्भाइभ होइन। द्याट वे मतलब एउटा इक्जाम्पल पनि हुन्छ, त्यो पनि एउटा पार्ट अफ टुरिज्म हुन्छ। पिपल विल कम टु सी कि कसरी चाहिँ प्लास्टिकलाई सस्टेनेबल डेभलपमेन्ट प्रोसेसमा प्लास्टिकको घरहरू बनाएर प्लास्टिकको ब्रिक्सहरू बनाएर स्ट्रक्चर्सहरू क्रिएट गरेको रहेछ भन्ने कुराहरू हुन्छ। अनि यो सबै कुराहरू चाहिँ अब गभर्मेन्टको सपोर्टमा वी क्यान डु इट हो। अन्त एज सच सिक्किम बिङ अ नेचर फ्रेन्डली स्टेट, ट्रेक टुरिज्म, फार्म टुरिज्म, इको टुरिज्म, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ होइन, जङ्गल सफारी, स्मल हिल ट्रेक्स, यो सबै कुराहरू हामी गर्नु सकिन्छ। द्याट वे वी क्यान अर्न अवर रेभिन्यू। किनभने कुनै पनि कन्ट्रीले आफ्नो नेचुरल रिसोर्सेसलाई डेमोलिस गरेर चाहिँ टुरिज्म गर्दैन। हेर्नुहोस् है, कुनै पनि ठाउँले त्यसरी गर्दैन। इफ यु गो टु भियतनाम होइन, रिसेन्टली डेभलप कन्ट्री हो भियतनाम। इफ यु गो टु भियतनाममा के हुन्छ, भियतनामले उनीहरूको वार मेमोरियल्सहरू सेल गर्छ उनीहरूले देखाएर, किन दे ह्याड अ लङ सिभिल वार नि त होइन। सिभिल वार लामो चलेको थियो। अनि त्यो सिभिल वार चलेकोले गर्दाखेरि चाहिँ उनीहरूले त्यो मतलब कसरी चाहिँ उनीहरूले त्यो अमेरिकन सोल्जर्सहरूलाई कसरी उनीहरूले त्यहाँबाट हटाउन सक्यो। यस्तो लामो सिभिल वार चलेको कन्ट्री यति छिटो ऱ्यापिड डेभलपमेन्ट कसरी भयो भन्दा उनीहरूले जे कुरा उनीहरूको नेचुरल छ त्यो कुरा सेल गर्यो नि त। वारमा हामीले यसरी हामीले हाम्रो एनिमिजहरूलाई यो गर्थ्यो भनेर होइन, त्यो कुराहरू चाहिँ हामीले सेल गर्नु सक्नु। हाम्रो सिक्किम पनि छ नि त, वार नभए होइन, हाम्रो अरू कुराहरू छ, हाम्रो यङफोल्ड माउन्टेन्सहरू छ, सबै कुरा हामीले सेयर गर्नु सकिन्छ होइन, मतलब सेल गर्नु सकिन्छ। त्यसरी चाहिँ हामी गर्नु सक्छौँ जस्तो लाग्छ। सो फर्दर अब हामीले स्टेटलाई डेभलप गर्नु भने हामीले नै कन्ट्रिब्युट गर्नुपर्छ। बट गभर्मेन्ट ह्याज टु प्रोभाइड फ्रिविजहरू चाहिँ अलिकति कम्ती गरेर रिक्वायर्ड ठाउँमा मात्रै फ्रिविज दिएर चाहिँ यो के भन्छ तपाईँको लोन्सहरू, सब्सिडी लोनहरू हामीलाई प्रोभाइड गर्नुपर्छ होइन। अनि अर्को कुरा चाहिँ के हो भने
गभर्मेन्टको कुनै पनि पोलिसी नराम्रो हुँदैन। फर इक्जाम्पल आई टेल यु वान फ्यामिली वान जब वाज अ भेरी गुड पोलिसी, बट ओएफओ चाहिँ के पोलिसी थियो भन्दाखेरि चाहिँ टु द निडी थियो नि त, टु द रिक्वायर्ड पिपल। यस्तो मान्छे थियो जहाँनिर ह्यान्ड टु माउथ पनि साह्रो पर्दै थियो नि त, अनि त्यहाँबाट जब दिने सिस्टम बनायो होइन। बट वाट ह्यापन, त्यहाँ पनि करप्सन हुन्छ। कसरी भन्दाखेरि जसो घरमा अलरेडी जब छ, अफिसर्सको नानीहरू पनि डोन्ट टेक मी रङ, बट दिज आर बिटर ट्रुथ हुन्छ नि, बिटर ट्रुथ। अफिसरको नानीहरू पनि ओएफओजीतिर पसिदियो, द्याट इज रङ नि त। अन्त त्यो पस्दाखेरि चाहिँ त्यो सिस्टम बिग्रेर गयो नि त। सो प्लिज डोन्ट डु द्याट है। लेट्स डेभलप आवर स्टेट टुगेदर होइन। ह्युमन रिसोर्स जसको राम्रो छ उहाँहरूलाई ठिक ठाउँमा लगाएर हामीले काम गर्नु सिकौँ। अनि दिस इज माई एभोकाडो ट्री, सोइङ यु, दिस इज माई एभोकाडो ट्री। यहाँनिर मेरो वर्षमा कति भने तपाईँको मोर देन 200 kg एभोकाडो हुन्छ एभ्री इयर एउटा रुखमा। सो फ्रम सिन्स देन दिज आर ह्यास एभोकाडोस अल द वे फ्रम मुम्बईको त्यो अरावली रेन्जको ह्यास एभोकाडो हो। माई ब्रदर हि गट इट फ्रम अरावली, त्यो उसबाट त्यो सिड ल्याएर चाहिँ त्यहाँदेखि उसले यस प्लान्टेड ग्रिन हाउस बनाएर गरेको छ। इफ एनी वान वान्ट्स एभोकाडो, ह्यास एभोकाडोको स्याप्लिङ्स, दे क्यान कन्ट्याक्ट मी, बट नट अन फ्री, बिकज आई एम नट अ गभर्मेन्ट, आई विल नट गिभ एनिथिङ अन फ्री है। अनि अर्को कुरा, फ्री चाहिँ दियो भने चाहिँ अब बिग्रिन्छ क्या, सिस्टम बिग्रेर जान्छ। अर्को कुरा हामीले त्यसरी गर्नु सक्छ। आई एम अल्सो प्लानिङ टु बिल्ड अ रुरल होमस्टे, आई एम सिकिङ फर द सपोर्ट होइन। लेट्स नट टक अबाउट इट। अनि हामीले त्यसरी हामीले काम गर्न सकिन्छ टुरिज्म सेक्टरमा। अन्त टुरिज्म 70% of our state is not explored or showed to the tourist. If we start showing every part of the state which are beneficial to the tourism, it will definitely help हो। अनि त्यसले गर्दाखेरि हामीले लेट्स स्टार्ट वर्किङ फर द बेटरमेन्ट अफ आवर स्टेट। गभर्मेन्ट राम्रो छ, सपोर्टिभ छ, हेल्प गरौँ, सपोर्ट गरौँ त। अनि राम्रो कुरामा हामी अगाडि लागौँ। सो दिज आर द थिङ्स वेयर वी क्यान वर्क अपन है। सो मेरो आजको भिडियो यति नै थियो। सो नेक्स्ट भिडियोमा चाहिँ आई विल कम अप विथ अदर आइडियाज लाइक लिगल टपिक्स, स्किम्सहरूको बारेमा म भन्छु। आज चाहिँ सिन्स इट वाज सन्डे एन्ड आई एम इन माई ओन होम प्लेस, सो आई थट अफ एक्सप्लोरिङ। यसरी घुम्दै त्यसै तपाईँहरूसँग भिडियो बनाउनु मन पऱ्यो। थ्याङ्क यू एन्ड लेट्स सपोर्ट अवर स्टेट। थ्याङ्क यू, टेक केयर।